पछिल्लो समयका चर्चित लोकदोहोरी गायक वसन्त लम्सालको मगर्नीको 3 पाने भाग 2 सार्वजनिक दर्शकहरूको माझमा एकाएक चर्चा। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयका चर्चित लोकदोहोरी गायक वसन्त लम्सालको नयाँ म्युजिक भिडियोको चर्चा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेरिदिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल नेपाली युट्युब च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला। नेपाली लोकदोहोरी क्षेत्रका सबैका लोकप्रिय बन्दै गएका गायक वसन्त लम्सालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित लोक तथा दोहोरी गायक तथा सर्जक वसन्त लम्सालको नयाँ गीत सार्वजनिक भएको हो। उनले आफ्नै शब्द तथा सङ्गीतमा मगर्नीको 3 पाने भाग 2 सार्वजनिक गरेका छन्। रमाइलो भाव र सामाजिक सन्देशलाई समेटेको उक्त गीत विश्वास नेपालको सङ्गीत संयोजकमा गायक लम्सालले सँगै गायिका सपना गाहा र सम्झना रनपालको स्वर सजिएको छ। वसन्त लम्साल युट्युब च्यानलबाट रिलिज गरिएको उक्त गीतको म्युजिक भिडियो श्याम राणा मगर, कला थापा, रञ्जित श्रेष्ठ र सुमन परियारको दमदार अभिनय रहेको छ। गीतमा निशान एसकेले निर्देशन गरेका छन् भने दिनेश प्राजुलीले छायाङ्कन र सुशील डाङ्गीको सम्पादन रहेको छ। पुरा भिडियो हेर्नको लागि वसन्त लम्साल अफिसियल युट्युब च्यानलबाट मगर्नी को 3 पाने गीत भाग 2 सार्वजनिक भएको छ। सार्वजनिक भएको 2 दिनमै दर्शकहरूले लाखौँ मन पराउनु भएको छ। गायक तथा सर्जक वसन्त लम्सालको आफ्नै जन्मदिनको दिन पारेर उनले आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। दर्शकहरूलाई खुसीको खबर दिँदै भाग 1 ले करोडौँ दर्शकहरूको मन बटुलेपछि भाग 2 ल्याउने निर्णय गरेको उनले बताएका छन्।